हाई गाइस, वेलकम टु माई न्यू ब्लग आफ्टर लङ टाइम। धेरै पछि भिडियो बनाइरहेको। आज हामी समल डाँडा जाँदैछौँ। आजको मौसम चाहिँ यस्तो छ। यो बाइकमा अफरोड यस्तो छ। यो चाहिँ चिसाङ पुल हो हाम्रो। ट्याङ बजार हो यो चाहिँ ट्याङ चर्च हो। यो चाहिँ चर्च चिल्ले ट्याङको लाभा शिवा कर्नल छ है। यो चाहिँ गुवाबारीदेखि माथि हो है। समल डाँडा हिँडेको हामी चाहिँ लेटाङदेखि माथि। लेटाङको सस्तो भेडेटार भनेको यसलाई भनेर चिनिन्छ। बाटो चाहिँ यस्तो रहेछ है। यहाँ बनाउँदै रहेछ होइन। हामी अस्ति नै समला जाँदा पनि यस्तै बाटोमा आएको थियौँ। यस्तो बनाउँदै रहेछ। यस्तो छ हिलो। उता छ जेसिबी। समला जाने बाटो चाहिँ दामी भयो भने बप्पाल हुन्छ क्या। त्यहाँ भेलेटार नै फ्लक खाइदिन्छ। त्यस्तो बन्दै छ क्या समला चाहिँ। ओभर दामी लाग्छ मलाई चाहिँ। यो चाहिँ झर्ना सिवाडा बाबा सिवाडा। हामी चाहिँ समल डाँडा जाँदैछौँ। पोर्चुगल ल किन जित्दैन पोर्चुगल? पोर्चुगलले यत्रो वर्ष खेलिसक्यो, 6 वर्ष हुन्छ होइन। यहाँ चाहिँ प्रेडिक्सन हुँदैछ कसले जित्छ भनेर। वर्ल्ड कप जित्छ क्या खेलाडी हेर कुरा। सरी न पोर्चुगल पोर्चुगलले जित्छ तर उनीहरू पोर्चुगलले मन मात्रै जित्छ। फ्रान्सले चाहिँ वर्ल्ड कप जितेर ट्रफी लान्छ। ल ल ल हाम्रो दाजु हिरो। यता यता हेरिदिउँ न। लुगा राम्रो हो कि मान्छे राम्रो हो कि बाइक राम्रो हो? फाइनल गाइज हामी चाहिँ समल डाँडा आइसकेको छौँ। यस्तो छ आजको चाहिँ भ्यू। यो चाहिँ जहाँ त्यो उता खोला होला। यो चाहिँ चिसाङ खोला लेटाङ। अनि यहाँबाट यस्तो राम्रो भ्यू देखिने ठाउँ। यसलाई अलिकति डेभलप गरेर राम्रो बनाउँदाखेरि त मान्छे पनि आउँथ्यो होला नि त यहाँ। सुन्नुभयो होला दिदीको आवाज कस्तो राम्रो देखेको है। आज यहाँ घुम्यौँ यताउति हेऱ्यौँ होइन। राम्रो छ ठाउँ चाहिँ बब्बाल छ होइन। यहाँ दिदी दाइ हुन्छ। यस्तो छ राम्रो ठाउँ छ। तर यो चाहिँ भएन क्या। यस्तो फोहोर बनाएको छ खाएपछि। डस्टबिन पर छ डस्टबिन र पनि त्यहाँ हान्नु हाली। यहाँ फोहोर बनाएको छ क्या। यस्तो चाहिँ भएन क्या। यस्तो राम्रो भ्यू देखिन्छ क्या अरे उता उता पनि यसलाई त बब्ली देखेछ त नि। आम्बो हो कि होइन? काले काले भन् त। ओ काले काले। ल हामी चाहिँ अब लाग्छौँ अनि तल गएर खाजा खान्छौँ अनि घर जान्छौँ। यही हो आजको भ्यू चाहिँ बब्बाल देखिँदो रहेछ। घाम पनि लागेको थिएन त्यति। अनि हामी यसो डुल्न आएको। राम्रो लाग्यो। भ्लग कस्तो लाग्छ कमेन्ट गर्नुहोला। लाइक सब्सक्राइब गर्नुहोला। छिटो भिडियो हाल्ने कोसिस गर्छु। आजको लागि यति नै। बाई बाई।